आज हामी यो स्वास्थ्य कुराकानी डिप्रेसन, लक्षण र समाधान भन्ने सामग्रीमा अलिकति गहिरिएर हेर्दैछौँ। यसको खास उद्देश्य चाहिँ डिप्रेसनलाई मान्छेले खालि दुखी हुनु मात्रै सोध्छन् नि, त्योभन्दा पर गएर बुझ्नु हो। यो सामग्रीले डिप्रेसन भनेको के हो, यसका लक्षणहरू के हुन्, किन हुन्छ, अनि समाधान के हुन सक्छ भन्ने कुराहरू बताउँछ। सुरुमा एउटा चाखलाग्दो कुरा के छ भने त्यो विश्व स्वास्थ्य सङ्गठनले भन्छ नि 30 करोडभन्दा बढी मानिसलाई डिप्रेसन छ अरे, तर लाजले गर्दा हो कि केले हो धेरैले यसबारे कुरा गर्दैनन्, लुकेको जस्तो। ल यसलाई अलिक खोलौँ न त। स्रोतले के भन्छ भने डिप्रेसन भनेको चाहिँ व्यक्तिको सोच, उसको त्यो अनुभूति अनि शरीरमै असर गर्ने अलिक गम्भीर खालको मानसिक अवस्था हो। पहिले रमाइलो लाग्ने कुरामा मनै नलाग्नु, जीवन नै बेकार हो कि जस्तो लाग्नु, यस्ता कुराहरू यसमा पर्छन्। हो, अनि यहाँ एकदम ध्यान दिनुपर्ने कुरा के छ भने यो हामीलाई कहिलेकाहीँ हुने सामान्य दुःखभन्दा बिल्कुलै फरक हो। स्रोतले भने जस्तै यसले त मान्छेको दैनिक जीवन, काम गर्ने, पढ्ने, खाने, सुत्ने सबै कुरामा असर पुर्याइदिन्छ। त्यो 30 करोडको आँकडाले विश्वमा कति धेरै छ भन्ने देखाउँछ, तर पनि त्यो सामाजिक धारणाहरूले गर्दा यो लुकेर बसेको अवस्था छ। लक्षणहरूको कुरा गर्दा नि स्रोतले केही मुख्य सङ्केतहरू भनेको छ, जस्तो हप्तौँसम्मै लगातार मन एकदमै उदास भइरहनु, अनि पहिले जुन कुरामा रुचि लाग्थ्यो त्यसमा पटक्कै मन नजानु, एकदमै थकित महसुस हुनु, निन्द्रा र भोकमा पनि गडबडी, कि धेरै निन्द्रा लाग्ने कि नलाग्ने, भोक पनि त्यस्तै। अनि अर्को एउटा चाखलाग्दो कुरा चाहिँ त्यो ध्यान केन्द्रित गर्न गाह्रो हुने के हो। र स्रोतले के स्पष्ट पारेको छ भने यदि यी लक्षणहरू 2 हप्ता या त्योभन्दा बढी समयसम्म लगातार देखियो भने चाहिँ यो सामान्य मूड मात्रै नहुन सक्छ। यस्तो बेला विशेषज्ञको सहयोग लिनु जरुरी हुन्छ। अझ विशेष गरी यदि आत्महत्यासम्मको सोच आइरहेको छ भने त्यो त एकदमै गम्भीर अवस्था हो। त्यसलाई आपतकालीन रूपमा लिएर तुरुन्तै मद्दत खोज्नुपर्छ। त्यसो भए यो किन हुन्छ त, यस्तो लाग्छ होला? स्रोतका अनुसार यसको कुनै एउटा मात्र कारण हुँदैन रहेछ। कस्तो भने वंशाणुगत असर पनि हुन सक्छ, हैन? अनि मस्तिष्कमा हुने त्यो रसायनहरूको असन्तुलन, अनि जीवनमा आइपर्ने ठूला आघातहरू जस्तो बाल्यकालको दुर्व्यवहार, सम्बन्ध टुट्नु, आर्थिक समस्या, यस्ता कुराहरू। शारीरिक स्वास्थ्य समस्याहरूले पनि, जस्तै थाइरोइडको समस्याले पनि असर गर्न सक्ने रहेछ। यहाँनिर एउटा चाखलाग्दो कुरा के छ भने यी विभिन्न कारणहरू जैविक, मनोवैज्ञानिक, सामाजिक कसरी एकअर्कामा जोडिएका छन् भन्ने हो। स्रोतले शारीरिक र मानसिक स्वास्थ्य बीच कति गहिरो सम्बन्ध छ भन्ने कुरालाई एकदम जोड दिएको छ। यो कुनै कमजोरीको सङ्केत पटक्कै होइन, बरु यो त विभिन्न जैविक, मनोवैज्ञानिक र सामाजिक तत्त्वहरूको एउटा जटिल अन्तर्क्रिया हो भनेर बुझ्नुपर्छ। तर राम्रो कुरा के भने स्रोतले समाधान र उपचार सम्भव छ भनेको छ। मनोपरामर्श, विशेष गरी त्यो CBT भन्छ नि, कग्निटिभ बिहेभियरल थेरापी, त्यो प्रभावकारी हुन्छ। आवश्यक परेमा डाक्टरको सल्लाहमा औषधि पनि लिनुपर्ने हुन सक्छ। अनि जीवनशैली परिवर्तन जस्तो नियमित तालिका बनाउने, व्यायाम गर्ने, योग गर्ने, स्वस्थ खानेकुरा खाने र सामाजिक सहयोग, यी कुराहरू महत्त्वपूर्ण छन्। हो, एकदम। र स्रोतले जोड दिएको अर्को महत्त्वपूर्ण पक्ष के हो भने यसलाई स्वीकार्नु र मद्दत माग्नु। यसमा लाज मान्नु हुँदैन। मलाई समस्या छ भनेर स्वीकार्नु नै पहिलो एकदम महत्त्वपूर्ण कदम हो। अनि परिवार र साथीभाइको भूमिका नि, उनीहरूले सुनिदिने, सहानुभूति देखाउने अनि व्यावसायिक मद्दत लिन प्रोत्साहन गर्ने, यो एकदमै ठूलो कुरा हो। त्यसो भए यो स्वास्थ्य कुराकानी स्रोत सामग्रीको सार के भयो त भन्दा डिप्रेसन एक जटिल अवस्था हो, तर यसको उपचार सम्भव छ। यसलाई चिन्नु अनि लाज नमानी सहयोग खोज्नु, यही नै पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। स्रोतले सम्झाए जस्तै तिमी कमजोर होइनौ, तिमी मानव हौ, यो कुरा याद राख्नुपर्छ। अनि यो छलफलले एउटा महत्त्वपूर्ण प्रश्न पनि उब्जाउँछ जस्तो लाग्यो मलाई। स्रोतले जुन मानसिक र शारीरिक स्वास्थ्यको अन्तर्सम्बन्धको कुरा गरे नि, त्यसलाई हेर्दा भोलि ठूला चुनौतीहरू आउनु अघि नै आफ्नो समग्र स्वास्थ्यलाई टेवा पुर्याउन आजैदेखि आफ्नो दैनिकीमा होस् वा सम्बन्धमा के सानो तर सकारात्मक कदम चाल्न सकिन्छ होला, यो चाहिँ विचार गर्न लायक कुरा हो जस्तो लाग्छ। स्वास्थ्य कुराकानी स्रोतमा आधारित आजको यो विश्लेषणलाई हामी यहीँ टुङ्ग्याउँछौँ।